ल आज हामी टाइप 2 को भिडियोमा सोलिड वाल विथ फायर एन्ड बट्रेस भन्यो। हामीले योभन्दा अगाडि चाहिँ अनस्टेबल मेसनरी वाल, यो पनि सोलिड वालै थियो। त्यस्तै गरेर अब यो भिडियोमा चाहिँ सोलिड वाल विथ फायर एन्ड बट्रेस भन्यो। सोलिड वाल जोमा चाहिँ ओपनिङ छैन र के त पायर र बट्रेससँग। अब यसमा चाहिँ केस 1 र केस 2 छ। हामी केस 1 चाहिँ अहिले डिस्कस गर्छौँ। डिजाइन एन्ड इन्टरियर वाल अफ सिंगल स्टोरी बिल्डिङ, सिंगल स्टोरी वर्क्स अफ हाइट 5.4 मिटर। यो भनेको सिलिङ हाइट अर फ्लोर टु फ्लोर हाइट हो। सपोर्टिङ आरसिसी रुफ, माथि एउटा टपमा आरसिसी रुफ सपोर्ट गरिरहेको छ। द बटम अफ वाल रेस्ट अन्डर फाउन्डेसन, बटम वाल चाहिँ केमा रेस्ट गरिरहेको केमा चाहिँ फाउन्डेसनमा। प्लिन्थ लेभल इज 0.5 मिटर एबभ द फाउन्डेसन। प्लिन्थ लेभल चाहिँ फाउन्डेसनसँग नभएर फाउन्डेसनभन्दा माथि उठाइएको छ, कति चाहिँ 0.5 मिटर। एजुम टोटल लोड फ्रम रुफ इज इक्वल टु द 45 किलोन्युटन पर मिटर। स्पेस बिट्विन द पायर इज 4830 mm and width of the pier is 110 mm. thickness of pier is 330 mm. अब यसमा चाहिँ सबभन्दा पहिला बुझ्नुपर्ने भनेको फिगर दिँदैन। इन्टर्नल वाल भनेको कि एक्सटर्नल वाल भनेको। इन्टर्नल वाल भनेको छ भने बोथ साइडमा पायर हुन्छ। एउटा सिधा यो वाल हो, यता पनि पायर यता पनि पायर, पायर अर बट्रेस जे भने पनि यता पनि पायर यता पनि पायर यता पनि पायर। अनि एक्सटर्नल वाल भनेको छ भने ओन साइडमा हुन्छ, त्यो पनि इनर साइडमा। यो सिधा वाल हो, यतातिर बाहिर हो यतातिर भित्र हो भने इनर साइडमा यहाँ पायर यहाँ पायर यहाँ पायर हुन्छ। र अर्को जान्न पर्ने कुरा है, मैले अब यहाँ भन्दैछु, यस्तो वाल कहाँ बनाइन्छ र किन बनाइन्छ। कुनै पनि ठाउँमा लङ अलि लेन्थ चाहिँ ज्यादा छ र त्यो ठाउँमा लोड बेरिङ वाल बनाउनु पर्यो र या कुनै पनि एक्सटर्नल वाल बनाउनु पर्यो जहाँ चाहिँ वाइन्डले असर गर्न सक्छ या बाह्य कुनै पनि अब्स्ट्रक्सन, अर्थक्विकले हुनसक्छ, वाइन्ड प्रेसर हुनसक्छ, या कुनै पनि बाहिर त्यो मान्छेहरू अलिक बढी हिँड्ने या त्यो धगल लडाइँ झगडा गर्ने ठाउँहरू चाहिँ हुनसक्छ, मान्छेहरूले धगल्दैन। या कुनै एनिमलहरूले पनि, कुनै हात्तीहरूदेखि लगेर ठुल्ठुला साँडेहरू ले चाहिँ धकल्दिने या त्यो त्यस्तो कुनै बाह्य अट्याक हुने खालको वालहरू छ। र अट्याक बिना पनि वाइन्ड प्रेसरले पनि असर गर्ने हुँदा र लामो वाल हुँदाखेरि कहिलेकाहीँ बिचमा स्लोप हामीले देखिरहेको हुन्छौँ घरहरूमा। घरभन्दा पनि यो बाहिर कम्पाउन्ड वालहरू चाहिँ कतैतिर यसो दबेर बाहिर निक्लिरहेको हुन्छ, किनकि त्यो बिचमा पायर एन्ड बट्रेस नदिएर। जस्तै हामीले के गरिरहेको हुन्छौँ, पिल्लर दिने भन्दै दिइरहेको हुन्छौँ कि बिचबिचमा लामो वाल हुन्छ, बिचबिचमा चाहिँ अलिकति जस्तै 4 इन्चीको लामो वाल छ भने बिचबिचमा 9 इन्चीको पिल्लर जस्तो ठाउँ ठाउँ बनाइदिरहेको हुन्छौँ, यो पिल्लर भन्यो। तर त्यो खास पिल्लर नभएर के रहेछ, पायर एन्ड बट्रेस रहेछ। अब चाहिँ हामी थाहा पाइसकेपछि के भन्नु पऱ्यो, पायर एन्ड बट्रेस भन्नु पऱ्यो। अब के भने 4830 mm लेन्थ गइसकेपछि सेन्टर टु सेन्टर के गर्ने त, 110 mm 110 mm को एउटा फुल ब्रिक, 110 भनेपछि यो त फुल भएन, हाफ ब्रिकको के गर्नु पऱ्यो, एउटा पायर एन्ड बट्रेस दिन पऱ्यो भनेर यो क्वेसनले भनेको छ है। क्वेसनले भनेअनुसार अब के भनेछ हामीलाई, स्पेस बिट्विन पायर 4830 mm, दुईवटा पायरको सेन्टर टु सेन्टर स्पेस छ। विथ अफ पायर, विथ अफ पायर भनेको यो, विथ अफ पायर 110। थिकनेस अफ पायर भनेको टिपी भन्छ, जो भनेको यहाँदेखि यहाँसम्म हुन्छ, थिकनेस अफ पायर है। थिकनेस अफ पायर, अब हामी यो एउटा सानो एउटा फिगर पनि हेरिहालौँ, किनकि अब यो मैले यहाँदेखि यहाँसम्म हुन्छ भन्ने मैले भनेको कुरा किन पत्याउने र, यो त कोडबाट आएको कुरा हो, कोडको कुरा त सबैले पत्याउनु पर्छ। जस्तो अब यहाँ के भने यहाँभित्र क्याभिटी छ, क्याभिटी फर्मेसन गरेको भने बिचमा होलो ग्याप छ, होलो ग्याप भएपछि थिकनेस अफ पायर भनेको यो छेउबाट है, यो छेउबाट यहाँसम्म छ, किनकि यो एक साइडमा मात्रै बट्रेस छ, त्यही भएर के भयो, यहाँदेखि यहाँसम्म थिकनेस अफ पायर। यसको फेरि बिचमा होलो सोलो छैन, यहाँदेखि यहाँसम्म। यदि यसको के छ त, यो इन्टर्नल के अरे एक्सटर्नल वाल भएको नाताले एकतिर बट्रेस छ, इन केस योतिर पनि बट्रेस हुन्थ्यो भने यहाँदेखि यहाँसम्मको लेन्थ नै थिकनेस अफ पायर हुन्थ्यो, त्यही नै हो। अब यसको के छ, बोथ साइडमा छ, किनकि यो इन्टर्नल वाल हो, इन्टर्नल वाल हो भनेपछि। अनि यो जस्तै
अब यसको चाहिँ के भयो, यता पनि बट्रेस यता पनि बट्रेस बट्रेस बट्रेस। तर हामीले डिजाइन गर्दाखेरि एउटा 1 बेको गर्नुपर्छ। 1 बे भनेको यो बट्रेसको सेन्टरदेखि यो बट्रेसको सेन्टरसम्म हामीले डिजाइन भनेको यति पोर्सनलाई मात्रै गर्छौँ। अनि जतिवटा यस्तो पोर्सन बढ्दै जान्छ मल्टिप्लाई त्यहीले गर्छौँ र के आउँछ त टोटलको आउँछ। तर अहिले हामीलाई यतिदेखि यतिको गर्छौँ। अब अर्को कुरा के भने चाहिँ 5.4 मिटर सपोर्टिङ अफ रुफ भन्यो, यो भनेको फ्लोर हाइट दियो र 0.5 मिटर प्लिन्थ लेभल एबभ द फाउन्डेसन भने आरसिसी स्ल्याब देखा, यसको थिकनेस देखाएन है। आरसिसी स्ल्याबको थिकनेस दिएको छैन भने चाहिँ यसको हामीले लोड क्यालकुलेसन स्ल्याबको गर्न परेन। अब जिएल भयो 0.5 मिटर भयो। अरू क्वेसनले भन्यो अब इन्टरनल वाल भएको नाताले दुईतिर बट्रेस दियौँ हामीले, त्यो कुरालाई मात्रै बुझ्ने। अब यहाँ पनि सेम त्यही। अब ओन बे भनेको यहाँदेखि यहाँसम्मको स्टेप 1 सेम प्रोसेस जान्छौँ है। अब सिलेक्सन अफ बेसिक कम्प्रेसिभ स्ट्रेस, एजुम ब्रिक साइज 230 110 55 mm, क्रसिङ स्ट्रेन्थ अघि 10 गरेको थियौँ, अहिले 7.5 न्युटन पर mm स्क्वायर, मोटार टाइप M1, थिकनेस अफ वाल 110 mm गऱ्यौँ है। यहाँ 110 mm गऱ्यौँ। यो भनेको अघि मैले के भनेको थिएँ, फुल ब्रिक अफ साइज चाहिँ सकभर एजुम गर्ने, जसले गर्दा इक्जाम पोइन्ट भ्यूबाट पनि के हुन्छ, त्यो सेफ हुने चान्सेस ज्यादा हुन्छ हाफ ब्रिक वाल भन्दा। किनकि यो त लोड बेयर गर्ने वालहरू हुन् नि त, यिनीहरू त कुनै पार्टिसनको लागि मात्रै बनाएको वालहरू त होइनन्, जो लोड बियर गर्नुपर्छ फुल ब्रिक। अब मैले हाफ ब्रिक राखेँ है, के हुन्छ हेरौँ है, यसले पनि सेफ दिन्छ कि दिँदैन त चेक गरौँ एकचोटि। अब बेसिक कम्प्रेसिभ स्ट्रेस एफबी भनेको 0.74 न्युटन पर mm स्क्वायर फ्रम टेबल 8 भन्यो। हामी टेबल 8मा गएर एकचोटि यही हो कि होइन, मैले लेखेको राइट हो कि होइन कन्फर्मेसन गरिहालौँ। हामीले लगेछौँ 7.5 क्रसिङ स्ट्रेन्थ, मोटार टाइप लग्यो हामी M1 7.5 भनेपछि 0.74 हो। M1 7.5 0.74 न्युटन पर mm स्क्वायर भयो। लोड एन्ड स्ट्रेस क्यालकुलेसन स्टेज 2 मा टोटल लोड फ्रम रुफ 45 किलो न्युटन पर मिटर। रुफबाट कति आएको छ 45। यो हामीलाई दिएको छ है, फेरि क्वेसनमा मैले यो आफैले राखेको होइन। हाम्रो क्वेसनमा यहाँ एजुम टोटल लोड फ्रम रुफ इज इक्वल टु 45 किलो न्युटन पर मिटर देखा। अघि हाम्रो पर मिटर स्क्वायरमा दिएको थियो, लेन्थ र ब्रेथले मल्टिप्लाई गरेको थियौँ। अब हाम्रो यहाँ विथ र लेन्थ दिएको थियो, अहिले हाम्रो यहाँ विथ सिधै हाम्रो के दिएछ भने चाहिँ हाम्रो यो पर बेमा गर भनेर विथ देखा, लेन्थ देखाएन, लेन्थ दिएको छैन। अनि हामीलाई फेरि युनिट के देखा, किलो न्युटन पर मिटर। 45 किलो न्युटन पर मिटर भनेपछि अब यो मिटरले मल्टिप्लाई गरिदिनु बित्तिकै यो किलो न्युटनमा आयो। अघि मिटर स्क्वायरमा थियो र लेन्थ र विथले गर्नुपर्थ्यो एरियाले भनेपछि अहिले यहाँ हाम्रो लेन्थले मात्रै गर्दाखेरि भयो। सेल्फ वेट अफ वाल, युनिट अफ वेट अफ वाल इन्टु, अब मैले के भनेको थिएँ, कुनै यस्तो सेल्फ वेट अफ वाल वा फ्लोरको वेट निकाल्दा, स्ल्याबको निकाल्दा युनिट वेट अफ दिस इन्टु भोल्युम। यदि अनि वालको केस हो भने नम्बर अफ स्टोरी पनि थपिन्छ, त्यहाँ स्ल्याबहरू पनि नम्बर थपिन्छ। रुफ त सिङ्गल हुन्छ के, फ्लोर चाहिँ नम्बर थपिन्छ भनेको थिएँ। अब युनिट अफ वाल इन्टु भोल्युमको लागि के चाहियो, एरिया इन्टु लेन्थ अर एरिया इन्टु हाइट। अब वालको केसमा अब हाम्रो यो वाल डिजाइन गर्नु छ भनेपछि युनिट वेट अफ वाल 20 किलो न्युटन पर मिटर स्क्वायर। अनि एरिया, अब है एरिया चाहियो, एरिया भने एरिया अफ वाल प्लस एरिया अफ पायर भनेको देखिएन है 0.5, अलि फेरि यहाँ क्लियर आउँदो रहेछ। अब यस्तो गरौँ, अब हामीले डिजाइन गर्नु छ फर्स्टमा त योदेखि यहाँसम्म। अब यसमा एउटा वाल पर्यो, यो हाफ 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 चारवटा हाफ के आयो त पायर पनि आए र यसको यो थिकनेस आयो। अब हामीले के गरेछौँ है, यहाँ थिकनेस अफ वाल 110 mm एजुम गर्न बित्तिकै हामीलाई थिकनेस अफ पायर कति देखा, 330 देखा। 330 मा 110 घटाएन कति हुन्छ, 220। 220लाई आधा यता डिभाइड गरेर 110 हुँदो रहेछ। यसको 110 यो टोटल 110 हो, 110 को आधा हो यो पनि 110 को आधा, यो पनि 110 को आधा, यो पनि 110 को आधा भनेपछि एउटा वाल पर्दो रहेछ बिचमा, अनि चारवटा पायरको हाफ पोर्सन पर्दो रहेछ। एरिया अफ वाल प्लस एरिया अफ पायर इन्टु हाइट अफ वाल। हाइट अफ वाल भनेको यहाँ दिएको छ
5.4 मिटर जो हाम्रो फ्लोर हाइट हो। अनि भने चाहिँ के भयो एरिया इन्टु हाइट गर्दाखेरि भोल्युम आयो नम्बर अफ स्टोरी हामीलाई कति भने क्वेसनमा इन्टु सिङ्गल स्टोरी भने चाहिँ 1 नम्बर अफ स्टोरी एक तलाको घर रहेछ 1 20 किलोन्युटन पर मिटर क्युब इन्टु अब एरिया अफ वाल 4.830 इन्टु 0.11 कसरी भयो त्यो यसको लेन्थ 4.830 अनि यसको थिकनेस हामीले थिकनेस अफ वाल कति एजुम गरे 110 भनेपछि 110 अनि 0.11 प्लस अब हाम्रो यो कतिवटा छ नम्बर 1 2 3 4 वटा छ 4 इन्टु 0.11 डिभाइड बाई 2 इन्टु 0.11 त्यो भयो अनि इन्टु हाइट भनेको 5.4 मिटर नम्बर अफ स्टुडेन्ट हो 60 किलोन्युटन आयो यो पनि अब यो पनि किलोन्युटनमा थियो यो पनि किलोन्युटनमा आइपुग्यो। अब मैले त्यही फिगरलाई हामीले चाहिने पोर्सन मात्र देखाउनको लागि तान्दिएँ है। अब यस्तो हामीलाई यो कुरा 110 दिएकै थियो यो 110 दिएको थियो अनि यो 4830 mm दिएको थियो यो 310 भनेको टिपी जो थिकनेस अफ पायर यो भनेको स्पेसिङ अफ पायर जो सेन्टर टु सेन्टर डिस्टेन्स अफ पायर विथ अफ पायर 110 यो दिएको थियो। हामीले थिकनेस अफ पायर थिकनेस अफ वाल 110 एजुम गर्नु बित्तिकै 330 बाट 110 घटाउनु 220 लाई 2 ले डिभाइड गर्दाखेरि 110 यो पनि आयो यति निकाल्यौँ। अब टोटल लोड पर बे यति यो लोड बेमा चाहिँ हामीले कति आउँदो रहेछ रुफ लोड आयो 217.35 किलोन्युटन अनि सेल्फ वेट अफ वाल आयो 60 किलोन्युटन गर्दाखेरि 277.35 किलोन्युटन आयो। त्यसै क्रस सेक्सन एरिया पर बे अब यहाँ क्रस सेक्सन एरिया निकालौँ यसको पनि वाल प्लस पायरको पर्यो एरिया अफ वाल 4.830 इन्टु 0.11 यसको यहाँदेखि यहाँसम्मको लेन्थ र यसको थिकनेस अनि एरिया अफ पायर भनेको यही हो 4 इन्टु 0.11 डिभाइड बाई 2 यसको र यसकोबाट आधा अनि यहाँदेखि यहाँसम्म 110 भनेको 0.11 त्यो गऱ्यौँ त्यो गर्दाखेरि 0.499 यहाँ हो 0.5555 मिटर स्क्वायर आयो। तर यस्तो अब मैले यहाँ एरिया पायरमा 4 इन्टु 0.11 डिभाइड बाई 2 इन्टु 0.11 गरिरहेको छु कसै बुकमा कसै भन्दा नि बुकहरूमा चाहिँ के गरेर पनि देख्न पाइन्छ भने चाहिँ 0.1 इन्टु 0.11 गर्छ 2 इन्टु 0.11 इन्टु 0.11 किन त्यो गरेको भन्दाखेरि भने चाहिँ यो चारवटा नलिएर अब जस्तै यही 2 ले 2 लाई डिभाइड गर्दै हो नि त 2.2 इन्टु 0.11 इन्टु 0.11 अनि कसैले फेरि कन्सेप्ट के दिनुहुन्छ भने चाहिँ यो चारवटा नलिने यता र यताको फुल लिने फुल लिँदाखेरि भयो के हो 2 इन्टु 0.11 इन्टु 0.11 यता र यताको फुल लिँदा पनि हुन्छ भनेर कन्सेप्ट दिनुहुन्छ त्यो पनि भयो। तर अब मेन कन्सेप्ट चाहिँ अब हेर्दा पनि आफूलाई भिजुलाइज गर्दा पनि हो जस्तो चाहिँ यो लाग्यो मलाई त्यही भएर यही नै लेखेँ। त्यस टोटल कम्प्रेसिभ स्ट्रेस लोड अपन एरिया लोड भनेको त अब टोटल लोड यहाँ आइसक्यो एरिया पनि यहाँ आइसक्यो यसलाई राख्दाखेरि 499.28 किलोन्युटन पर मिटर स्क्वायर न्युटन पर एमएम स्क्वायरमा लाग्दाखेरि 0.49928 न्युटन पर एमएम स्क्वायर। अब यो स्टेप 2 सम्म सक्यो कुरा क्यालकुलेसन अफ परमिसिबल स्ट्रेस। अब स्टेप 3 पनि सेम प्रोसेस जान्छ कि एफसीपी परमिसिबल कम्प्रेसिभ स्ट्रेस इक्वल टु एफबी भनेको बेसिक कम्प्रेसिभ स्ट्रेस स्टेप 1 बाट आइसक्यो के एरिया रिडक्सन फ्याक्टर केपी सेप मोडिफिकेसन फ्याक्टर के भनेको स्ट्रेस रिडक्सन फ्याक्टर यसलाई 1 मानिम इक्वेसन एरिया रिडक्सन फ्याक्टर भनेको एरिया क्रस सेक्सनल एरिया अफ वाल भनेको 4.830 इन्टु 0.11 भनेको 0.5313 भनेको मिटर स्क्वायर ग्रेटर देन 0.2 मिटर स्क्वायर भयो अनि यो बढी हुने बित्तिकै के बराबर 1 यो 5.4.1.2 ले भन्छ यो कलर चाहिँ अघि मैले स्टेप 1 मा कुरा गरिसकेको छु यसमा पनि मैले छोटोमा देखाइदिएँ 5.4.1.2 ले यो पढ्नु भयो भने यदि त्यो भन्दा सानो आयो भने के बराबर 0.7 प्लस 1.5 ए भनेर के को भ्यालु निकाल्नु यदि त्यो भन्दा ए को भ्यालु 0.2 मिटर स्क्वायर भन्दा ठुलो आयो भने के को भ्यालु 1 हुन्छ है यो पढ्नु भने थाहा हुन्छ भिडियो लामो हुन्छ धेरै कुरा नगरौँ। क्लच यो कुन कोड भनेर मैले भिडियो 1 मा भनिदिइसकेको छु है। सेप मोडिफिकेसन फ्याक्टर केपी भनेको एच बाई डब्लु भनेको हाइट अपन विथ अफ युनिट भन्यो युनिट भनेको टोटल ब्रिक ओर्कको युनिट भनेको सबभन्दा सानो भ्यालु सबभन्दा सानो भनेको ब्रिक वालमा सबभन्दा सानो भनेको के हुन्छ इट्टा हुन्छ एउटा ब्रिक हुन्छ त्यो ब्रिकको हाइट र विथ लिने
भनेको 55/110 भयो। हामीले 230 110 55 को ब्रिक लगाएछौँ भने चाहिँ हाइड्रोविथ यो हो। अनि 0.5 यो भनेको 0.75 भन्दा सानो भयो। टेबल 10 मा जाम अब। टेबल 10 मा जाँदाखेरि के छ 0.75 सम्मको लागि 1 1.5 2.0 देखि 4.0 सम्मको अनि 0.75 सम्मको लागि 0.5 भनेको त 0.75 भन्दा सानो भयो नि त। त्यही भएर 0.75 सम्मको लागि 7.5 हामीले के क्रसिङ स्ट्रेन्थ लगाएछौँ भने चाहिँ 1 रहेछ भ्यालु। केपीको भ्यालु पनि 1 आयो। यो टेबल 10 पेज नम्बर 17 मा छ। कोडमा हजुरले हेर्न सक्नुहुन्छ। अब यो भयो। अब यसमा पनि यस्तो छ। अब क्रस सेक्सनल एरिया अफ पायरमा मैले 4.830 इन्टु 0.11 त्यो वालको मात्रै भयो नि त। हेर्नु है 4.830 इन्टु 0.11 भनेको वालको मात्रै भयो। किन हामीले पायरको बट्रेसको लगेनौँ त भनेपछि पायर र बट्रेसले लोड चाहिँ लिँदैन। तर के अरे यस्तो हुन्छ फेरि अब प्लस 4 इन्टु 0.11 डिभाइड बाई 2 इन्टु 0.11 गर्न चाहिँ पाउनु हुन्छ, नपाउने होइन। अब 0.5313 मिटर स्क्वायर नै 0.2 मिटर स्क्वायर भन्दा ज्यादा छ भने त्यो जोड्दाखेरि त कति हुन्छ झन् 0.5555 हुन्छ। झन् ठुलो भ्यालु आउँछ नि त। झन् ठुलो भ्यालु आए पनि त अल्सो 0.2 मिटर भन्दा ठुलो नै हुन्छ। हामीले चेक गर्ने भनेको 0.2 मिटर स्क्वायर भन्दा ठुलो छ किन भनेर मात्रै चेक गर्ने हो। अनि त्यो यो भ्यालु नै ल्याएर यहाँ राख्दा पनि फरक पर्दैन। तर मैले यो राखेँ। अब हामी जाम स्ट्रेस रिडक्सन फ्याक्टर। यसमा थोरै क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। अब स्ट्रेस रिडक्सन फ्याक्टर भनेको स्ट्रेस रिडक्सन फ्याक्टर केस निकाल्नको लागि चाहिन्छ इसेन्ट्रिसिटी रेसियो E/T र अर्को भनेको हामीले सिलिन्डरनेस रेसियो एसआर। सिलिन्डरनेस रेसियो निकाल्न चाहिन्छ फेरि एच इफेक्टिभ र टी इफेक्टिभ अर टी इफेक्टिभ अपन एल इफेक्टिभ अपन टी इफेक्टिभ। अब यसलाई हामीले के मान्यौँ इक्वेसन सी मान्यौँ। इफेक्टिभ हाइट एच इफेक्टिभ भने 0.75 एच। 0.75 एच किन त भन्दा हाम्रो अहिले पनि क्वेसनमा माथि स्ल्याब छ तर फाउन्डेसन छ भनेपछि के भयो ए आरसीसी फ्लोर अर रुफ दिएको छ भने 0.75 एच इफेक्टिभ। यो चाहिँ हाम्रो कोड हो। पेज नम्बर कति 12 मा छ। फिगरमा हेर्नु होला। यो चाहिँ फिगरमा बुझिन्छ। त्यो लेखेको ल्याङ्ग्वेज भन्दा नि फिगर भएछ सजिलो। यहाँ अब लेखेको छ टेबल नम्बर 4 पेज नम्बर 11 को टपमा स्ल्याब र बटममा फाउन्डेसन छ भन्यो। इफेक्टिभ लेन्थ भनेको 0.8 एल। अब 0.8 एल कसरी भन्दाखेरि अब यहाँ छ है इफेक्टिभ लेन्थ अफ वाल जो कुन हो टेबल नम्बर 5 मा 0.8 एल भनेको वेयर वाल इज कन्टिन्युस। वाल इज कन्टिन्युस भन्यो हाम्रो के हो चाहिँ वाल कन्टिन्युस भइरहेछ। ठिक छ। एन्ड इज सपोर्टेड बाई क्रस वालले सपोर्ट गरिरहेको क्रस वाल भने द देयर इज नो ओपनिङ छैन डिस्टेन्स वेयर अ वाल इज कन्टिन्युस एन्ड इज सपोर्टेड बाई पायर एन्ड बट्रेस कन्फर्म भन्यो। त्यो फिगर कन्फर्म गरौँ। अब त्यसले भनेको कुरा मिल्यो कि नै। यता पनि कन्टिन्युस वाल गयो यता पनि कन्टिन्युस भनेको थियो मिल्यो। क्रस वालले सपोर्ट गरेको भनेको यो बट्रेस र पायरलाई क्रस वाल पनि भन्छ कि क्रस वालले सपोर्ट गरेको मिल्यो। ओपनिङ छैन भने थियो ओपनिङ छैन मिल्यो भनेपछि 0.8 एल। 0.8 एल भयो। एल भनेको त 4.830 त्यो पर बेको लेन्थ हो। बोथ इन्ड पायर एन्ड बट्रेस जो क्रस वाल हो इन्टर्नल वाल पनि हो। अब इफेक्टिभ थिकनेस टी इफेक्टिभ निकाल्नु पऱ्यो। अब यहाँ चाहिँ के चाहिन्छ सुरुमा चाहिँ नर्मलै थियो इफेक्टिभ थिकनेस किनकि बोथ इन्ड के छ भन्ने नै दिएको थिएन। यहाँ त भन्यो नि त वर्क्स अफ बिल्डिङ सपोर्टिङ बाई आरसीसी लेन्थ लेभल इज यो। यहाँ त डाइरेक्ट के देखा पायर भनेर देखा बोथ इन्डमा के छ पायर छ। अघि चाहिँ हाम्रो केस 1 मा चाहिँ हाम्रो के छ भनेर दिएकै थिएन। अहिले चाहिँ हाम्रो दुईटै इन्डमा पायर छ भनेर दिएछ। पायर छ भनेर दिएछ भनेपछि स्टेपिङ कफिसियन्ट स्टेपिङ वाल पनि भन्छ त्यसलाई पायरलाई। स्टेपिङ कफिसियन्ट के यान यहाँ के मात्रै बारे चाहिँ के यान हो इन्टु थिकनेस अफ वाल। अब टी इफेक्टिभबाट के यान इन्टु टी डब्लु भयो। के यान भनेको स्टेपिङ कफिसियन्ट हो। अब स्टेपिङ कफिसियन्ट निकाल्नको लागि अघि हामीले फेरि टी इफेक्टिभ बराबर टी गर्थ्यौँ नर्मल कुरा थियो इन कन्डिसन दिएन। अहिले त इन कन्डिसन दिएछ हामीलाई दिएछ भनेपछि हामीले यो गर्नु पर्यो। यसको लागि अब क्लच 4.5.2 गरे
यो यति भनिसकेपछि त हजुरले गरिहाल्नुहुन्छ, त्यही पनि मैले भनिदिएँ यहाँ एकचोटि देखाइदिएँ। 4.5.2 के भने द सोलिड वाल फर फेस स्टिफिन बाई क्रस वालले स्टिफिन गरेर एप्रोप्रिएट स्टिमिङ कोफिसिएन्ट मे बी डिटरमाइन्ड फ्रम टेबल 6बाट एजुम्सन द क्रस वाल इक्विभ्यालेन्ट टु द पायर विथ भन्यो। अब के भनेछ भने चाहिँ अब टेबल 6मा जानु भन्यो। टेबल 6 छ यहाँ, टेबल 6बाट निकाल भन्यो। टेबल 6 चलाउनुको लागि हामीलाई के चाहिँदो रहेछ, एसपी बाई डब्लुपी टिपी बाई टिडब्लु चाहिँदो रहेछ। अब एसपी भनेको अघि नै भने मैले स्पेसिङ अफ पायर, टिपी भनेको थिकनेस अफ पायर, टिडब्लु भनेको डब्लुपी भनेको विथ अफ पायर, टिडब्लु भनेको थिकनेस अफ वाल। अब यही कुरालाई मैले यहाँ लेखिदिन्छु है। एसपी भनेको सुरुमा हामी के गर्ने, क्लजमा गयौँ, त्यहाँबाट टेबल 6मा जानु भन्यो। अनि टेबल 6मा गइसकेपछि अरू यो फिगर 1 तपाईँले हेर्न सक्नुहुन्छ। फाइन्ड एसपी टिपी डब्लुपी टिडब्लु। एसपी भनेको यो पायर स्पेसिङ, टिपी भनेको यो थिकनेस अफ पायर, डब्लुपी भनेको यो विथ अफ पायर, टिडब्लु भनेको यो थिकनेस अफ वाल। यो पनि एमएम हो। त्यस्तै गरेर अब फ्रम टेबल 6मा जाँदाखेरि एसपी बाई डब्लुपी निकाल भने एसपी बाई डब्लुपी आयो 43.9। अब टिपी बाई टिडब्लु निकाल भने यो आयो 3। अब यहाँ हेरौँ, एसपी बाई डब्लुपीको रेसियो भनेको 6, 8, 10, 15, 20सम्म छ। 20 अर मोर हाम्रो आयो कति, 40। भनेपछि कहाँ पऱ्यो, 20 अर मोरमा पऱ्यो, स्वाभाविक। अर्को हाम्रो छ टिपी बाई टिडब्लु भनेको 3 आछ। टिपी बाई टिडब्लु 3, 20 अर मोर 3 कति आयो, 1 भनेपछि केएनको भ्यालु कति आयो, 1। अब फ्रम इक्वेसन टी इफेक्टिभ बराबर केएन इन्टु टिडब्लु, 1 इन्टु 110 भनेको 110 एमएम भयो। अब हामीलाई चाहिँ यो खास हो एसआर निकाल्दा हामी यहाँसम्म पुगिसक्यौँ। अब एच इफेक्टिभ, एल इफेक्टिभ र टी इफेक्टिभ आएपछि एसआर निकालौँ। इक्वेसन सी बिकम भन्यौँ एसआर बराबर एच इफेक्टिभ अपन टी इफेक्टिभ और एल इफेक्टिभ अपन टी इफेक्टिभ। एच इफेक्टिभ भनेको 4425 यहाँ माथि 4425, यो 4.425 मिटर छ। अब एमएममा हो, यहाँ 3864 भन्यो 4425 और टी इफेक्टिभ भनेको 110 एमएम हामीले थिकनेस अफ वाल मानेथ्यौँ, त्यही हो 110 और 3864 अपन 110 40.227 और 35.127। अब 35.127 टेक स्मलेस्ट भ्यालु भन्यो, स्मलेस्ट भ्यालु लिनुपर्छ। अब हेरौँ है, अब सानो कुरा के हो, हियर एसआर बराबर 35.127। अब एसआरको भ्यालु हेरौँ है, यहाँ एसआरको भ्यालु 6, 8, 10, 12 हुँदै 27सम्म छ, 35.127 छैन। इन दिस लोड बेरिङ वाल दिस भ्यालु इज नट एक्सेप्ट द आइएस कोड टेबल 7। आवर डिजाइन इज फेल, डिजाइन फेल भयो। अब सो डिजाइन दिस न्युमेरिकल इन्क्रिजिङ द भ्यालु अफ थिकनेस अफ वाल। थिकनेस अफ वाल हामीले अघि मैले के भनेको थिएँ फर्स्टमा, थिकनेस अफ वाल फुल ब्रिक नलिएर हामीले हाफ ब्रिक लिएको छौँ। यो हाफ ब्रिक लिँदाखेरि माथिबाट आउने लोडलाई यो वालले रेसिस्ट गर्न सक्दो रहेनछ, के अरे विदाउट फेलियर भएर ट्रान्सफर गर्न सकेन, यो फेल भयो। अब के हो, क्वेसनमा सुरुमा के दिएछ है, स्पेसिङ यो दिएको थियो, हामीले डिजाइन गर्नु पर्यो पर बेको हो, यो पर बे भनेको यति हो। स्पेसिङ अफ पायर 4830 दिएको थियो, थिकनेस अफ पायर टिपी 330 दिएको थियो, विथ अफ पायर डब्लुपी 110 पनि दिएको थियो। अब हामीले भनेको यो एजुम गर्नुपर्ने थियो, थिकनेस अफ वाल एजुम गर्दाखेरि 110 एजुम गऱ्यौँ। अब हामी थिकनेस अफ वाल के गरौँ, एजुम थिकनेस अफ वाल 230 गरौँ, जो 110 भन्दा बढी छ। 110 भन्दा बढी किन राख्नु पर्यो, इन्क्रिज गर्नु पर्यो, किनकि भ्यालु त मिलेन, फेल भयो। त्यही भएर अब यो 110 राखिसकेपछि अब यो 230 छ भनेपछि 330बाट 230 घटाउनु बित्तिकै कति, 100 डिभाइड बाई 2 गर्दाखेरि कति, यो कति आयो, 50 एमएम 50 एमएम आयो। अब क्रस सेक्सन एरिया अफ पर बे
एरिया अफ वाल प्लस एरिया अफ पायर। एरिया अफ वाल त यही हो 4.830 इन्टु 0.23 200 अघि 0.11 थियो, अहिले 0.23 4 इन्टु 0.11 डिभाइड बाई 2 इन्टु अब अघि के थियो 4 इन्टु 110 डिभाइड बाई 2 इन्टु यहाँ पनि 110 थियो 0.11 गर्थ्यौँ, अहिले 50 mm भनेको मिटरमा लाग्दाखेरि 0.050 अब 1.122 मिटर स्क्वायर आयो। अघि कति आएको थियो 0.5555 मिटर स्क्वायर आएको थियो भनेको माथिबाट आउने लोड रेसिस्ट गर्ने एरिया भनेको अघि 0.555 मिटर स्क्वायर थियो भने चाहिँ अहिले त्यो रेसिस्ट गर्ने एरिया बढेर 1.122 मिटर स्क्वायर भयो भनेपछि रेसिस्ट गर्ने एरिया बढ्यो। अब रेसिस्ट गर्ने एरिया बढिसकेपछि त अब डिजाइन फेल हुनु होला। अगेन क्यालकुलेसन सेल्फ वेट अफ ब्रिक वाल युनिट अफ वेट अफ वाल इन्टु एरिया अफ वाल प्लस एरिया अफ पायर। एरिया इन्टु हाइट गर्दाखेरि भोल्युम आयो, नम्बर अफ स्टोरी अगाडि जस्तै सेम हो। अब एरिया अफ वाल प्लस एरिया अफ पायर जोड्दाखेरि 1.122 आइसक्यो इन्टु 5.4 अघिको सेम हो, यो नम्बर अफ स्टोरी 1 यो आयो 121.176 किलोन्युटन। अघि कति आएको थियो 60 आएको थियो भनेपछि अब अहिले आयो बढ्यो। सेल्फ वेट अफ वाल थिकनेस बढाउने बित्तिकै यसरी बढ्दो रहेछ, थिकनेस बढाउने बित्तिकै। टोटल लोड पर बे लोड फ्रम रुफ सेल्फ वेट अफ वाल दुईवटा जोड्दा लोड फ्रम रुफ 45 किलोन्युटन पर मिटर थियो इन्टु अब यसको लेन्थ भनेको 4.830 पर बेको लेन्थले मल्टिप्लाई गऱ्यौँ प्लस 121.176 किलोन्युटन गर्दाखेरि 338.526 किलोन्युटन आयो। टोटल कम्प्रेसिभ स्ट्रेस एफसी भनेर लोड अपन एरिया किलोन्युटनमा छ, यो न्युटनमा लाग्दाखेरि 10⁻³ न्युटन अनि 1.122 मिटर स्क्वायर थियो इन्टु 10⁻6 गर्दाखेरि एमएम स्क्वायरमा गएर 0.3017 न्युटन पर एमएम स्क्वायर कम्प्रेसिभ स्ट्रेस आयो। अब क्यालकुलेसन अफ पर्मिसिबल स्ट्रेस अब यसको त फेरि अगेन त्यो क्यालकुलेसन गर्नु पर्यो एफबी इन्टु के इन्टु केपी इन्टु केएस। अब यो एरिया रिडक्सन फ्याक्टर भनेको अब यही हो 4.830 इन्टु अघि 0.11 थियो भने अहिले 0.23 भयो 1.1109 मिटर स्क्वायर 0.2 मिटर स्क्वायर भन्दा ठुलो भयो के बराबर 1 यो कलर्समा। अब धेरै कुरा नगरौँ यसमा, अघि भनिसकेको छु धेरै कुरा। सेप मोडिफिकेसन फ्याक्टर केपी भनेको एच बाई डब्लु 0.55/110 यो 0.75 भन्दा सानो भयो। अब यो टेबल 6 मा गएर हेर्दाखेरि पेज नम्बर 17 को सुरुमा कलर सिस्टममा जाने अनि त्यहाँबाट यहाँ जानु बित्तिकै केपी बराबर 1 स्ट्रेस रिडक्सन फ्याक्टर केएस बराबर सिलिन्डर नोइज रेसियो एल इफेक्टिभ अपन टी इफेक्टिभ और एच इफेक्टिभ अपन टी इफेक्टिभ। इफेक्टिभ हाइट एच इफेक्टिभ 0.75 एच किन भन्ने कुरा अगाडि भनिसकेको छ सबै। अब यहाँ चाहिँ 0.75 इन्टु 5.4 प्लस 0.5 यो अगाडि पनि गरेको थियौँ होला हामीले, अब यहाँ पनि गरेर चाहिँ अघि मैले कुरा भन्न बिर्सेछु, अब यहाँ मैले भन्छु 0.75 एज भनेको त 5.4 मात्रै हुनुपर्ने किन त 0.5.4 फुल हाइट मात्रै आउनुपर्ने किन 0.5 भन्ने कुरा यो कोडमा गएर हेरौँ है। यहाँ कोडमा हेऱ्यो भने के छ त याज भनेको यहाँ फाउन्डेसनदेखिको छ कि प्लिन्थ लेभल भन्दा पनि तल छ भनेपछि यो टोटल ओभरअल एच रहेछ 0.75 एच भनेको याज भनेको भन्ने कुरा त्यो जोड्नको लागि त्यो जोडेको त्यसको लागि जोडेको यो भयो। अनि इफेक्टिभ लेन्थ भनेको पनि अघि 0.8 एल किन भन्ने कुरा गरिसकेको छौँ। बोथ इन्ड पायर एन्ड बट्रेस छ क्रस वाल हो इन्टर्नल वाल अनि टपमा पनि स्ल्याब फाउन्डेसन छ बटममा भनेर। इफेक्टिभ थिकनेस भनेको स्टिफिन कोएफिसिएन्ट केएन इन्टु थिकनेस अफ वाल टिडब्ल्यू केएन एसपी बाई डब्लुपी। एसपी भनेको पनि स्पेसिङ अफ बार, डब्लुपी भनेको विथ अफ बार नै विथ अफ पायर स्पेसिङ अफ पायर गरेर यो मोर देन 20 भयो। टिपी बाई टिडब्ल्यू भनेको 330 भनेको थिकनेस अफ पायर अपन थिकनेस अफ वाल भनेको 230 अघि 110 थियो 1.4 यो भयो। अब सी क्वेसन टेबल 6 अब टेबल 6 मा हेरौँ। टेबल 6 मा हेर्दाखेरि अघि 20बाट मोर आएको थियो अनि ट्याक्कै एक्ज्याक्ट 3 आएको हुनाले 1 लगेको थियौँ। अब त अहिले त्यो भएन, अब त अहिले के भयो टिपी बाई टिडब्ल्यू भनेको टिपी बाई टिडब्ल्यू भनेको 1 2 3 छ
तर हाम्रो आयो 1.434 भनेपछि 1 कि 2 कि 3 एक्ज्याक्ट आएदा हुन्थ्यो। अब टेबलमा के छ 1 पनि छ 2 पनि छ, तर हामीलाई यो बिचको चाहियो भनेपछि TP/TW 1 र 2 लियौँ। 1.434 लाई एक्स मान्यौँ, x1 x2 मान्यौँ। SP/WP भनेको 20 मोर देन 20 हुँदाखेरि यो 43.9 भनेको मोर देन 20 हो। मोर देन 20 हुँदाखेरि के छ 1 हुँदाखेरि 1 छ, 2 हुँदा पनि 1 छ, 1 हुँदा पनि 1 छ, 2 हुँदा पनि 1 छ। यसको बराबर चाहिएको भनेपछि देयरफोर y बराबर kn बराबर 1 नै आयो। यो पनि इन्टरपोलेसन गरेर आएको। इन्टरपोलेसनको फर्मुला भनेको स्ट्रेट लाइनको फर्मुला हो। y - y1 इक्वल टु y2 - y1 अपन x2 - x1 इन्टु उता साइडमा लगेर x - x1। त्यही फर्मुला अगाडिको जो मैले न्युमेरिकल 1 मा पनि टाइप 1 मा भनिरहेको छु त्यही फर्मुला युज गर्ने। त्यति गरेपछि kn को भ्यालु आयो। kn को भ्यालु आउनु त्यो t इफेक्टिभ को भ्यालु निकाल्न सकिन्छ। t इफेक्टिभ भनेको kn इन्टु tw गरेर 1 इन्टु 230 गरेर 230 mm भयो। फ्रम इक्वेसन बी बिकम भन्यो एज इफेक्टिभ अन t इफेक्टिभ अर एल इफेक्टिभ अन t इफेक्टिभ गरेर त्यसको भ्यालु राख्दाखेरि 19.24 इन्टु 16.8। अघि भनेको हाम्रो 35 र 40 को अराउन्डमा थियो भने अहिले 19 र 16 को अराउन्डमा आयो। सबभन्दा सानो भ्यालु लिने हो, यो लियौँ। सबभन्दा सानो भ्यालु किन लिने भन्ने कुरा त अघि मैले उमा न्युमेरिकल 1 मा पनि भनिरहेको छु, तर यहाँ पनि भन्दै सिलिन्डरनेस रेसियोको वालको केस हेर्ने हो भने फर अ वाल सिलिन्डरनेस रेसियो सेल बी इफेक्टिभ हाइट डिभाइड बाई इफेक्टिभ थिकनेस और इफेक्टिभ लेन्थ डिभाइड बाई द इफेक्टिभ थिकनेस विच युआर लेस, जुन सानो छ त्यो लिने। इन केस अफ द लोड बेरिङ वालमा जो अनि टेबल नम्बर 7 हेर्ने भने टेबल नम्बर अदरवाइज टेबल नम्बर 7 हेर्ने भन्यो। अब हामी एसआरको भ्यालु लियौँ। एसआरको भ्यालु इसेन्ट्रिसिटी 0 हो। इसेन्ट्रिसिटी 0 हुनु भनेको इसेन्ट्रिसिटी रेसियो E/T पनि 0 हुनु हो। अब हामी कति जाऊँ टेबल नम्बर 8 मा। टेबल नम्बर 8 मा गएर टेबल नम्बर 9 मा जाऊँ। टेबल सिलिन्डरनेस रेसियो हाम्रो आयो 16.8। अब यहाँ हेरौँ है 10 12 14 16 18 16.8 भनेको 16 र 18 को बीचमा पर्यो। इसेन्ट्रिसिटी रेसियो 0 भएको मात्रै कोलम हेर्न भन्ने 16 हुँदाखेरि 0.73 18 हुँदाखेरि 0.67 सुरुमा त्यही गर्ने। अब यहाँ पनि इन्टरपोलेसन एसआर 16 र 18 16 हुँदाखेरि 0.73 18 हुँदाखेरि 0.67 16.8 हुँदाखेरि y को भ्यालु छैन। भनेपछि हामी यहाँ पनि बाई इन्टरपोलेसन गरेर y बराबर kS y भनेको kS हो 0.706 गरेर इन्टरपोलेसन यो फर्मुला युज गरेर यो भ्यालु निकाल्यौँ। अब फ्रम इक्वेसन ए बिकम गर्यौँ। फेरि इक्वेसन ए गरेर के गर्यौँ त भन्दाखेरि एफबी इन्टु के इन्टु केपी इन्टु केएस गरेर एफबी भनेको स्टेप 1 बाट हो बेसिक कम्प्रेसिभ स्ट्रेस, अनि के फेरि लास्टमा निकालेको केपी पनि केएस पनि, अनि एफबी चेक फर सेफ्टी गर्यौँ। एफसिपी हाम्रो यो वालले रेसिस्ट गर्न सक्ने क्षमता एक्चुअल त्यो वालले जेनेरेट गर्ने स्ट्रेस भन्दा ज्यादा छ भनेको मलाई भोक लाग्छ बेसरी भोक लाग्छ म 5 केजी केही खानेकुरा खान सक्छु भनेपछि 3 केजी त म मजाले खान सक्छु नि त। त्यही भनेको यो पनि यहाँ पनि 0.5224 न्युटन पर एमएम स्क्वायर यसले मजाले रेसिस्ट गर्न सक्थ्यो भनेपछि 0.30 भनेको त यो मजाले भनेको मैले 5 केजी खान सक्ने मान्छेले 3 केजी मजाले खान्छ नि त। त्यही नै हो। आवर डिजाइन इज सेफ भन्यो समरी। सो प्रोभाइडेड अ वाल विथ यो वाल। अब यो हामीले यो भनेको एउटा हामीले सुरुमा एजुम गर्यौँ स्टेप 1 मा त्यो एजुम गरेको कुराहरू भ्यालिड छ कि छैन त्यो हामीले एजुम गरेको वाल डिजाइन गरिसकेपछि त्यो वालले रेसिस्ट गर्न सक्ने कति र त्यो वालले जेनेरेट गर्ने स्ट्रेस कति र त्यो रेसिस्ट गर्न सक्ने क्षमता जेनेरेट गर्ने स्ट्रेस भन्दा ज्यादा छ कि छैन भनेर चेक गरेर सबै ओके भइसकेपछि अब हामीले के फर्दर काम अगाडि बढाउन सक्छौँ। साइडमा गएर 230 mm को वाल 230 × 110 × 55 mm को ब्रिक साइज 7.5 न्युटन पर एमएम स्क्वायर को क्रसिङ स्ट्रेन्थ मोटा टाइप M1 युज गरेर हामीले माथि भने अनुसारको 4830 mm स्पेसिङ भएको पायर हालेर वाल डिजाइन गर्न सक्छौँ जसको विथ अफ पायर 110 हुन्छ, थिकनेस अफ पायर
टिपी भनेको 310, थिकनेस अफ वाल 230 राखेर एउटा वाल डिजाइन गर्न सक्छौँ भनेर प्रुभ भयो। अब यसमा मैले लामो भयो भिडियो, मैले थोरै सर्टमा फेरि भन्न चाहेँ। अब यसमा के लेख्ने त भन्ने हुन्छ फेरि। अब यहाँ बिगारे रहेछ, अर्को गरेर रहेछ भन्ने कुरा होला। बिगाऱ्यो के लेख्ने कुरा भन्ने कुरा त मैले भन्ने होइन, भिडियो हेरेर बुझ्ने। यो सार्दै सर्टमा सार्ने होइन भने जस्ता जस्तै सार्दा पनि फरक पर्दैन। तर होइन भने यो फिगर बनाउने के नगर्ने, यो गर्ने। यहाँ 110 को ठाउँमा 230 एजुम गरिदिने सिधै। अनि 230 एजुम गर्ने बित्तिकै अनि बेसी कम्प्रेसिभ स्ट्रेसलाई त यसले 230 ले के गर्दैन, यो त M1 र 7.5 को हिसाबमा आउने, सेम त्यही नै आउँछ। लोड एन्ड स्ट्रेस क्यालकुलेसन भन्ने टोटल लोड फ्रम रुफ, यो पनि सेम नै हो यतिसम्म। अब सेल्फ वेट अफ वालबाट चाहिँ यहाँ सेल्फ वेट अफ वालमा चाहिँ युनिट वेट अफ वाल इन्टु एरिया अफ पायर प्लस एरिया अफ वाल प्लस एरिया अफ पायर इन्टु हाइट अफ वाल नम्बर अफ स्टोरी गर्ने। यहाँ चाहिँ एरिया अफ वालको निकाल्दा चाहिँ 0.23, अघि 0.11 हुन्थ्यो, 0.23। सुरुमा क्रस सेक्सनल एरिया अफ पर बे भनेर यसरी निकाल्दा पनि सजिलो हुन्छ भ्यालु राख्दाखेरि, यो राख्ने। अनि त्यसपछि टोटल लोड पर बे भनेर रुफ र त्यसको जोड दिने, केही गर्नु पर्दैन। टोटल कम्प्रेसिभ स्ट्रेस निकाल्ने, लोड एन्ड स्ट्रेस क्यालकुलेसन कन्टिन्यू। टोटल कम्प्रेसिभ स्ट्रेस निकालिसकेपछि यसको काम सकिन्छ। अनि स्टेप 3बाट यहाँको कपी गरिदिँदा हुन्छ, अगाडिको केही पनि हेर्नु पर्दैन। अगाडिबाट त्यति कुराहरू चाहिँ हेर्दा हुन्छ। भएपछि अब न्युमेरिकल यही नै हो। अब यहाँबाट यति क्वेसन सार्ने, यो फिगरहरू बनाउने, यहाँसम्म सार्ने, यहाँबाट अनि यो सार्ने, यो सार्ने, सेल्फ वेट अफ वालहरूको कुराहरू अब यो सबै छोडिदिने सिधै यहाँ जाने, यो फिगर सारेर अनि यो निकाल्ने। अनि सेल्फ वेट अफ वाल यो निकाल्ने, टोटल कम्प्रेसिभ स्ट्रेस निकाल्ने। अनि स्टेप 3बाट यहाँ सारिदिँदा पनि हुन्छ। अब यो बिचको यो पोर्सन नसार्दा पनि हुन्छ, तर गर्दाखेरि यस्तो हुँदो रहेछ भनेर बुझ्नको लागि गर्दा पनि हुन्छ, त्यस्तो फरक पर्दैन। त्यही भएर मेरो भिडियो भनेको सुरुमा मजाले हेर्नु होला, बुझ्नु होला, अनि अर्कोचोटि फेरि हेर्दै लेख्नु होला। त्यो गर्दाखेरि चाहिँ कन्सेप्ट बुझिन्छ। नत्र होइन भने अब कसैको बानीहरू के हुन्छ भने चाहिँ भिडियो हेर्दै जाने लेख्दै जाने, भिडियो हेर्दै जाने लेख्दै जाने, त्यो होइन। मेरो भिडियो सुरुमा सर हेरेर भ्याउनु, बरु 2x मा 3x मा हेर्नु, त्यसपछि अनि फेरि 1x मा चलाएर लेख्दै भिडियो बुझ्दै गर्नु होला। हस्, अब हामी यही टाइप 2 कै केस 2 को न्युमेरिकल अर्को भिडियोमा गर्छौँ है त।